यो भिडियो सुरु गर्नु अघि एउटा कुरा स्पष्ट गरौँ। मलाई यो भिडियो पछि त एमालेको झोले होस्, त काङ्ग्रेसको एजेन्ट होस्, त पुराना पार्टीको समर्थक होस् भन्न पनि बेल लाग्ने छैन। तर म कुनै पार्टीको झोले होइन, म केवल प्रश्न गर्ने नागरिक हुँ। किनकि आजको नेपालमा प्रश्न गर्ने मानिसलाई पहिले झोले घोषणा गरिन्छ, त्यसपछि मात्रै उसका कुरा सुन्ने प्रयास गरिन्छ। तर लोकतन्त्र झोलेले होइन, प्रश्न गर्ने नागरिकले बचाउँछ। राजनीतिमा नयाँ भन्दै आएको रासपा साँच्चै विकल्प हो त, कि यो पनि जनताको भावना प्रयोग गर्ने अर्को आकर्षक ब्रान्ड मात्रै? आजै हामी भावनामा होइन, तथ्य, तर्क र विवेकका साथ रासपाको राजनीति कसरी बुझ्ने भन्ने कुरा गर्छौँ। नमस्कार दर्शकवृन्द, म हेमन्त उपाध्याय। आजको यो भिडियो कुनै पार्टीको अन्ध समर्थन वा अन्ध विरोधको लागि होइन। यो भिडियो हामी सबैलाई सचेत, विवेकी र जिम्मेवार नागरिक बनाउने प्रयास हो। आज हामी रासपाको राजनीतिक प्रस्तुति, भाषण शैली, सामाजिक सञ्जाल रणनीति र त्यसले जनमासमा परिरहेको असर शान्त र गहिरो रूपमा विश्लेषण गर्नेछौँ। ब्रेनवास भनेको के हो? जब भावनालाई तथ्यभन्दा माथि राखिन्छ, नारा धेरै हुन्छन्, नीति कम हुन्छ, आलोचना गर्नेलाई शत्रु बनाइन्छ, त्यही अवस्था नै ब्रेनवास हो। राजनीतिमा ब्रेनवास धर्म जस्तै अन्धो आस्थामा बदलिन्छ, जहाँ प्रश्न गर्नु गल्ती ठानिन्छ र ताली बजाउनु कर्तव्य। अब रासपाको शैलीतिर जाउँ। बारम्बार सुनिन्छ, हामी नयाँ हौ, पुराना सबै गलत, हामी मात्र सही। जटिल राजनीतिक समस्यालाई एक वाक्यको समाधानमा झार्ने प्रवृत्ति देखिन्छ। यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, राजनीति नारा हो कि नीति? नयाँ हुनु राम्रो कुरा हो, तर नयाँ हुनु मात्र योग्यता होइन। देश भावनाले होइन, संरचना, नीति र दीर्घकालीन सोचले चल्छ। र यहाँ एउटा अत्यन्त महत्त्वपूर्ण कुरा, रासपा भनेको एउटा व्यक्ति होइन, एउटा पार्टी हो। रासपा भन्ने बित्तिकै सबै उम्मेदवार राम्रै छन् भन्ने छैन। हो, बालेन शाह, रवि लामिछाने जस्ता नेता भिजन भएको, जनतासँग जोडिएको नेता हुन सक्छन्। तर केही भिजनरी नेताको नाममा पार्टीभित्रका हरेक उम्मेदवारलाई अन्ध रूपमा सही ठान्नु विवेक होइन। हामीले व्यक्ति र पार्टी दुवैलाई छुट्टै मूल्याङ्कन गर्नै पर्छ। आज राजनीति संसारभन्दा बढी फेसबुक, टिकटक र युट्युबमा चलिरहेको छ। रासपाले कटकट भिडियो, भावनात्मक भाषण, सिस्टम, माफिया, क्यालकुलेसन जस्ता भाइरल शब्द प्रयोग गरेर राजनीतिक चेतना होइन, राजनीतिक आकर्षण बेचिरहेको त छैन? लाइक, सेयर र कमेन्टलाई राजनीतिक समर्थन ठान्नु कतिको खतरनाक हो, हामीले गम्भीर रूपमा सोच्नै पर्छ। फ्यान बन्न सजिलो छ, नागरिक बन्न गाह्रो। साँचो लोकतन्त्रमा नेता आलोचनामाथि हुँदैन, पार्टी प्रश्नभन्दा बाहिर हुँदैन। तर आज यस्तो मानसिकता बनाइँदैछ, रासपामाथि प्रश्न गर्ने देशद्रोह। यही हो ब्रेनवासको सबैभन्दा खतरनाक रूप। पार्टीमाथि प्रश्न गर्न नपाइने समाजमा लोकतन्त्र बाँकी रहँदैन। प्रश्न बन्द भयो भने लोकतन्त्र पनि बन्द हुन्छ। हामीलाई चाहिएको के हो? नयाँ विचार हो, तर गहिरो अध्ययनसहित, भावनामा होइन, नीतिमा आधारित राजनीति। रासपा विकल्प हुन सक्छ, तर देवता होइन। बालेन, रवि जस्ता नेता आशाका किरण हुन सक्छन्, तर पार्टीभित्रका हरेक उम्मेदवारलाई विवेक बिना स्वीकार गर्नु लोकतन्त्रकै लागि खतरनाक हो। दर्शकवृन्द, राजनीतिमा अन्ध समर्थन होइन, सचेत प्रश्न गर्ने नागरिक बन्नु नै आजको सबैभन्दा ठुलो देशभक्ति हो। रासपा होस् वा अरू कुनै पार्टी, जो प्रश्नबाट डराउँछ उनी विकल्प होइन, जोखिम हो। यदि तपाईँलाई यो विश्लेषण मन पर्यो भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, कमेन्टमा तपाईँको विचार लेख्नुहोस्। सोचौँ, प्रश्न गरौँ, अन्धभक्त नबनौँ, सचेत नागरिक बनौँ।